यो फोटोको रात जानलाई पुरै भिडियो हेर्नु होला। आए फेरि जोसे अनुहार लिएर। गुड मर्निङ सबैजनालाई। नित्य कर्म सकेर निक्ले म चितवनको घाम ताप्नलाई। चितवनको रोड एक्सप्लोर गर्दै थिए, दाइहरुसँग एक्कासी भेट भयो अनि हामी फर्क्यौं रुम। आजको हाम्रो प्लान चाहिँ फ्यामिली डे आउट। लाग्यौं हामी इको पार्कतिर। टिकट काटेर हामी छिर्यौं भित्र। हेर्नु त यहाँको एम्बियन्स, फोटो सोटो खिच्यो, टिकटक सिकटक बनाइयो। यतिकैमा आउनु भएछ दिदी अनि हामीले खायौं खाजा। टन्न खाजा खाएपछि बढ्यो हाम्रो पेट घटाउनलाई गर्यौं हामीले खतरा डान्स। हेर्नुस् त हाम्रो भान्जाको एक्टिङ। यो पार्कमा त केटाकेटीहरूको लागि खेल्ने ठाउँ पनि रहेछ अनि म गए एक्सप्लोर गर्न। यो पार्क बनाउने मान्छेको बिजनेस आइडियालाई चाहिँ मान्नै पर्छ। हेर्नुस् त केटाकेटी भुल्याउनलाई विभिन्न प्रकारको मेसिनरीहरू राखेको रहेछ। सबै एक्सप्लोर गरिसके पछाडि, पार्क घुमिसके पछाडि जाने बेलामा साली नानीले एउटा भिडियो बनाउन भनेर रिक्वेस्ट गर्नुभयो। त्यसपछि बनायौं हामीले भिडियो। फर्केर हामी सिधै गयौं बस पार्क, किनकि भोलि जानुपर्ने थियो काठमाडौँ। यो चाहिँ लेसन अफ द डे है त। यो लक्ष्मी माताले के गर्छ, पहिलाचोटि पैसा दिएर मान्छेलाई हेर्छ। के गर्छ त्यो पैसालाई राम्रोसित उपयोग गर्छ कि नराम्रोसित उपयोग गर्छ कि, अनि मान्छेले सही तरिकाले उपयोग गर्यो भने जे पनि गर्न सक्छ। जग्गा यस्तो यस्तो मकानहरू बनाउन सक्छ। जसले त्यो गाउन सक्दैन होइन, गयो रन्डीबाजी, दारूबाजी, सिगरेटबाजी गुट्टाबाजी गऱ्यो भने पुरो पासमा एउटा पनि भोलि बिहानै कुल्ले हान्नु पर्ने थियो काठमाडौँ। अनि त्यही भएर ठुमकमा टिकटक बनाएर हामी गयौँ सुत्न। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद। मेरो अरू भिडियोजहरूको लागि सब्स्क्राइब गर्नुहोला।